आज म तपाईहरुलाई रानीपुल छेउछाउको एक नयाँ ट्रेकिङ रुटको एक्सप्लोर गरेर देखाउँदैछु है। तपाईहरुलाई एउटा नयाँ ट्र्याक रुट लिएर जाँदैछु। यो हो रानीपुल बजारदेखि केही छेउको जग्गा। यो पेट्रोल पम्प देखि मार्चक, यो मार्चक होइन, एक्चुअली यसलाई के भन्छ भनेदेखि यसले के भन्छ, यो राधा स्वामी सत्संग ब्यास भन्छ। यहाँदेखिको उकालो यो राउते रुम्तेकपट्टि जाने गर्छ। यो रुटमा तपाईहरुलाई लिएर जान्छु। अहिले बिहानीको 5 बजेको छ। मैले करिब 5 बजे बिहानदेखि यस ट्रेकिङ रुटको आरम्भ गरेँ। केही माथि गएपछि यहाँ बाटो केही बिग्रेको रहेछ कि यो सायद यो पहिरो गएको छ होला। यो रोड त अलरेडी बनिएको रहेछ, तर पहिरो गएको कारणले गर्दाखेरि यहाँ बीचमा केही ग्याप रहेछ। अब लगभग बाटो यस्तो अवस्थामा आइपुगेको छ। अब बाटो मूल सडक साङगुरिन्दे यो अवस्थामा आइपुगेको छ। यहाँबाट सायद अब राउते रुम्तेक अब पुग्न लाग्यो। राउते रुम्तेक आइपुगे। यो भयो तपाईको बाटो, राउते रुम्तेकको बाटो। दुर्गा यो कता राङका रुम्तेक जाने बाटो यो। अब यहाँबाट म फेरि फर्किनेछु। राधा स्वामी सत्संग ब्यास। यो अहिले म राधा स्वामी सत्संग ब्यासबाट हेर्दैछु रानीपुललाई। यो सन सिटी, रानीपुल बजार देख्नुहुँदैछ तपाईहरुले।